तपाईलाई कतिजनालाई थाहा छ कि कुन अनाजबाट मैदा प्राप्त हुन्छ? म पनि धेरै दिनसम्म कन्फ्युजनमा थिएँ कि मलाई लाग्थ्यो कि मैदा चामलबाट हुन्छ, तर म गलत थिएँ। मैदा चाहिँ गेहुँबाट उत्पादन गरिन्छ। गहुँ त स्वास्थ्यको लागि व्हिट एकदम राम्रो हो, तर मैदा किन नराम्रो भयो? मैदा शत्रु र गहुँको आटा चाहिँ मित्र हाम्रो स्वास्थ्यको लागि कसरी भयो त? हामीले मैदालाई दिनहुँ मन पराएर या मजबुरी बस्छ हामी खाइराखेका हुन्छौँ। हामी मध्ये असंख्य मानिसको दैनिकीमा मैदाले ठाउँ बनाएको छ। विशेष गरेर तपाईँ जब होटलमा केही खानुहुन्छ, खाजा या खाना नै खानुहुन्छ भने मैदाको परिकार त त्यहाँ नभई नहुने कुरा जस्तो छ। मैदाको 3वटा राम्रो पक्ष रहेछ। त्यो स्वादको लागि र यो हेर्न चाहिँ आकर्षक। यसबाट बनेका सबै परिकारहरू आकर्षक हुन्छन् र यो टिकाउ हुन्छ। गहुँको पिठो केही दिनपछि बिग्रिन सक्छ, तर मैदालाई धेरै दिनसम्म राख्न सकिन्छ। यसका बेफाइदाहरूको जब कुरा गर्छु, यसको लामो लिस्ट छ, त्यो म पछि सुरु गर्छु। तर यो भिडियो तपाईँ प्रत्येकले हेर्न मनन गर्न किन जरुरी छ भने हामी धेरैलाई थाहा छैन कि हामी जुन खानेकुरा खाइरहेछौँ त्यसमा मैदा रहेछ। त्यो पनि आज म बताउने छु। र मैदा किन स्वास्थ्यको लागि हानिकारक भयो र यसले कसरी हामीलाई बेफाइदा गर्छ, मैदा कसरी चाहिँ बनाइन्छ, यो कुराहरू तपाईँ सिम्पल तरिकाले यदि बुझ्नुभयो भने तपाईको चोइस खाना खाने बेलामा यो म खान्छु यो खान्न, त्यसमा चाहिँ ठुलो मद्दत पुग्ने मैले आशा गरेको छु। र यो स्वास्थ्यको लागि र जनहितको लागि अत्यन्तै महत्त्वपूर्ण विषय हो। त्यसैले यसलाई सकेसम्म यो नलेजलाई सेयर गर्नुहोला, साट्नुहोला, छलफल गर्नुहोला घर परिवारमा। र मेरो पोडकास्ट च्यानलमा तपाईँ यदि अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने कृपया सब्सक्राइब पनि गरिदिनु होला। भनिन्छ धेरै बाठो हुनु राम्रो होइन। सो हामी मानिस अलिकति धेरै बाठो भयौँ, जसले गर्दा हामीले गहुँको पिठोलाई मैदामा कन्भर्ट गर्यौँ। किन कन्भर्ट गर्यौँ? आफ्नो फाइदाको लागि, बिजनेस व्यापारको लागि अनि स्वादको लागि। त अब हेरौँ कि मैदाका बेफाइदाहरू के छन् त। यसलाई 3वटा शीर्षकमा चर्चा गर्न जरुरी छ। पहिलो कि यो भनेको नेचुरल होइन, यसलाई प्रशोधित गरिएको छ, रिफाइन गरिएको छ, यसमा केही रसायनहरू हालिएको हुन्छ, त्यसको बारेमा चर्चा हुन्छ। दोस्रो, यसमा पोषक तत्त्वहरू एकदम कम पाइन्छ। गहुँमा पाइने, गहुँको पिठोमा या अरू कुनै कोदोको पिठोमा होला, मकैको पिठोमा पाउने जुन पोषण तत्त्वहरू हुन्छ, भिटामिन्स, मिनरल्स इत्यादि, यसमा मैदामा चाहिँ नगण्य मात्रामा मात्रै हुन्छ। अनि त्यसपछि मैदा रिफाइन भएको कारणले, पोषक तत्त्व यसमा नभएको कारणले यसले चाहिँ शरीरलाई विभिन्न रोगहरूको जटिलतामा, जोखिममा ल्याउने गर्छ। सो पहिलो चर्चा गरौँ प्रशोधन। यो मैदा आकर्षक, सेतो, हेर्दाखेरि राम्रो र बढी टिकाउ किन हुन्छ भने यसमा चाहिँ विभिन्न किसिमका केमिकल्सहरू प्रयोग गरिएको हुन्छ। यो उत्पादन गर्ने क्रममा सफा गरेपछि गहुँमा, त्यसपछि त्यो प्रोसेसमा मिलिङ गर्ने बेलामा यसमा विभिन्न किसिमका रसायनहरू, जसमा प्रमुख त क्लोरिन ग्यास, बेन्जोइल पेरोक्साइड, पोटेसियम ब्रोमेट र यिनीहरू कन्भर्ट भएर स्वास्थ्यको लागि एकदमै हानिकारक रसायनमा परिवर्तन हुन्छ। त्यसलाई भन्छ एलोक्सेन र सोडियम मेटाबाइसल्फेट। यस्ता रसायनहरूले पछि गएर दीर्घ रोग लगाउने, विशेष गरेर गर्भवती महिला, बच्चाहरूलाई, अब बच्चाहरूले नुडल्स खान्छन्, बिस्कुट खान्छन्, अब विचार गर्नुहोला कि विशेष गरेर गर्भवती महिला र बच्चा अझ बढी जोखिममा हुन्छन्। सामान्य मानिस पनि विभिन्न किसिमका डर लाग्दा दीर्घ रोगहरूको जोखिममा पर्ने हुन्छन्। त्यसले यसमा चाहिँ प्योर यो नेचुरल होइन, अरू पिठो जस्तो होइन, यसमा चाहिँ प्रशोधन गरिएको रसायन मिसाइएको पिठो हो। त्यसले यो चाहिँ हाम्रो शरीरको लागि उपयुक्त भएन, पहिलो कुरा। अब दोस्रो कुरा के चर्चा गरौँ भने यसमा कस्ता पोषक तत्त्वहरू हुनुपर्ने जुन यसमा छैन। अब यसमा चाहिँ विशेष गरेर 3वटा भागमा डिभाइड गरौँ। यसमा हुन्छ फाइबर, भिटामिन्स र मिनरल्स।
नर्मली कुनै पनि अनाजमा तपाईँ हेर्नुहुन्छ त्यसमा यो तीनटा कुरा पर्याप्त हुन्छ। गहुँको पिठोमा पनि यो तीनटा कुरा पर्याप्त छ। तर जब तपाईँ यसमा मैदा उत्पादन गर्ने क्रममा तपाईँ सजिलैसँग बुझ्न सक्नुहुन्छ कि यो गहुँको जुन दाना हुन्छ अनाजको, जसलाई अङ्ग्रेजीमा होल ग्रेन भनिन्छ, यसबाट जुन बाहिरी लेयर छ, यो बाहिरी लेयरलाई हामी ब्रान भन्छौँ, BRAN। ब्रानमा फाइबर मात्रै हुन्छ, मूलत फाइबर यसमा एकदमै धेरै हुन्छ। अरू पनि कुराहरू यसमा भिटामिन्स मिनरल्सहरू हुन्छन्, तर फाइबर एकदम धेरै, जुन फाइबर हाम्रो शरीरको पाचनको लागि मात्रै होइन, दीर्घ रोग, क्यान्सर, मुटु रोगबाट जोगाउनको लागि त्यो फाइबर चाहिन्छ। त्यो फाइबर चाहिँ कम्प्लिटली चाहिँ हटाइन्छ, थोरै मात्र बाँकी रहन्छ मैदामा। दोस्रो, यही ब्रान्डमा भिटामिन्सहरू हुन्छ, विभिन्न किसिमका भिटामिन, बी भिटामिन हुन्छ, नियासिन, थायमिन, फोलेट, यो सबै भिटामिनहरू त्यो ब्रान्ड हटाएको कारणले त्यो पनि जाने भयो। अब यसमा मिनरल्स हुन्छ, आइरन, म्याग्नेसियम, जिङ्क, सेलेनियम, त्यो मिनरल्सहरू पनि हटाइन्छ। किनभने यो मैदा बनाइन्छ गेहुँको ब्रान्डलाई हटाएर, यसमा अर्को भित्र हुन्छ इन्डोस्पर्म भनेको सबभन्दा ठुलो भाग हुन्छ इन्डोस्पर्म, झन्डै 80%, र बाँकी 15-20%मा ब्रान र जर्म हुन्छ। त्यो जर्ममा पनि भिटामिन्स, मिनरल्स र विशेष गरेर फ्याट पाइन्छ, त्यो सबै हटाइन्छ। भन्नाले जति राम्रो शरीरलाई चाहिने, स्वास्थ्यलाई निरोगी बनाउने कुराहरू यसबाट हटाइन्छ। र जुन भित्र जर्म छ त्यो जर्ममा फ्याट पाइन्छ। त्यो फ्याट यदि रहिरह्यो भने यो टिकाउ हुन सक्दैन, आटा बिग्रिन्छ, पिठो हाम्रो लामो समयसम्म टिक्दैन। त्यसैले के दिमाग लगायो भने यिनीहरूले लामो समयसम्म सुरक्षित यो मैदालाई राख्नको लागि यो जर्मलाई पनि निकाल्ने तरिका अपनाए, जसको कारणले मैदालाई चिनी सरह नै हाम्रो स्वास्थ्यलाई हानि गर्ने एउटा खानेकुरामा परिवर्तन गरियो। अब हामी यसका असरको बारेमा कुरा गरौँ कि मैदा यदि हामीले नियमित र बढी प्रयोग गर्यौँ भने के समस्याहरू हुन सक्छ। तर त्योभन्दा अगाडि म तपाईँलाई मैदाबाट हामीले दैनिकी के कुराहरू खान्छौँ भने ब्रेड खान्छौँ, समोसा खान्छौँ, नुडल्स भन्नाले चाउचाउ खान्छौँ, पास्ता, चाउमिन भन्नाले अहिले कुनै पार्टीमा कहीँ गइयो, होटलमा गइयो भने सबैको फेभरेट भनेको पास्ता, चाउमिन, केक, कुकिज, क्र्याकर्स, पिज्जा, बर्गर, पुरी, छोले भटुरेमा भटुरा, अनि सबभन्दा प्यारो हामीलाई मनपर्ने मोमो। त्यसैले होला आजभोलि कोदोको मोमो, कोदोको पिठोको मोमो अलि बढी प्रचलनमा आएको छ। र मैदा चाहिँ हामी पनि सकेसम्म मैदाको कारणले मात्रै हो यो मोमो चाहिँ खान खोज्दैनौँ। अब यसले यस्तो खानेकुराले अहिलेसम्म रिसर्चले के देखाएको छ भने यदि तपाईँ रिफाइन्ड कार्बोहाइड्रेट, मैदा एउटा रिफाइन्ड कार्बोहाइड्रेट भयो, रिफाइन्ड कार्बोहाइड्रेट खानुभयो भने तपाईँलाई कस्तो समस्याहरू हुन्छ हेर्नुहोस्। यो भनेको मैले के भने गुलियो चिनी सरह नै भयो। सो चिनी सरह कुराले के हुन्छ भने खानुभयो, रगतमा ग्लुकोजको स्पाइक हुने भयो, सुगर बढ्ने भयो, फेरि इन्सुलिनमा यसको दबाव पर्ने भयो, इन्सुलिन रेजिस्टेन्स उत्पन्न हुने सम्भावना बढी हुने भयो, जसको कारणले मोटोपना, मेटाबोलिक सिन्ड्रोम, मधुमेह यस्ता रोगहरूको सिर्जना चाहिँ यसले गर्न सक्छ। अब मुटु रोगको सम्भावना पनि रिफाइन्ड कार्बोहाइड्रेट खाइयो भने मुटु रोगको सम्भावना बढी छ, किनभने यसले कोलेस्ट्रोल बढाउँछ, उच्च रक्तचापको जोखिम बढाउँछ र मूलत यसले इन्फ्लामेसन गर्छ। हाम्रो आन्द्रामा प्रवेश गरेदेखि यसले विभिन्न प्रकारका प्रतिक्रियाहरू शरीरमा उत्पन्न गर्छ, जसले गर्दा इन्फ्लामेसन हुन्छ र इन्फ्लामेसन मुटु रोग र दीर्घ रोग र क्यान्सरका कारणको रूपमा आजभोलि यसलाई मानिन थालिएको छ। त्यसैले यस्तो रिफाइन्ड कार्बोहाइड्रेटले तपाईँलाई दीर्घ रोगको समस्या गर्छ। हाम्रो आन्द्राको लागि फाइबर नहुने कुरा हो। सो खानामा फाइबर चाहिँ हुनै पर्छ। अब मैदामा झन्डै अलमोस्ट निल छ कि फाइबर चाहिँ यसमा नगण्य मात्रामा हुन्छ। सो मैदा चाहिँ हाम्रो आन्द्रामा गएर यसले विभिन्न किसिमका समस्या चाहिँ निम्त्याउन सक्छ। सो पाचनको समस्या हुन्छ र अन्य दीर्घ रोगहरू पनि, मानसिक र अरू शारीरिक रोगहरू पनि यसले